थाले के मालती बिचरा हेर यो छोरीको बिजोग सानो झुलु झुलु झुली छौ त बाबा निन्द्रा पुगेन अझै नाइ म एकछिन भित्र गएर सुत्छु कहाँ सुत्ने कुरा गरेको बाबा हेर त घाम झुल्किसके अब यस बेलासम्म सुतेर हुन्छ यस्तो राम्रो पढाइ लेखाइ गर्ने मान्छे अब त स्कुल जाने हो होमवर्क गर्ने हो अनि स्कुल गएर पढेर ज्ञानी भएर आउनुपर्छ स्कुल जानुपर्छ बरु बेलुका चाहिँ चाँडै आएर सुत्नुपर्छ है सुत्नु हुँदैन नि ल टाटाउनु ल चिया खाएर हात मुख धुनुपर्छ है छोरी आमा चिया बहिनीलाई नि त चिया खाऊ है तपाईँलाई चिया म बसेर अलिकति खान्छु खाऊ अब खाऊ चिया खाऊ नाइ मलाई कालो चिया मन पर्दैन म त दुध चिया खान्छु नानु त्यसो नभन न छोरी अस्ति तिमीलाई दुध ल्याउने गरेको थियो नि जुन घरबाट त्यो घरमा त भैँसी नै बिरामी भएर थला परेर बसेको छ अरे अब भैँसी नै बिरामी भएपछि दुध कहाँबाट दिन्छ र अनि लिएर आउनु भन त अब तिनीहरूलाई औषधि गर्दैछन् अब त्यो भैँसी सन्चो हुन्छ सन्चो भएपछि फेरि धेरै दुध ल्याउनु पर्छ अनि दुध खानुपर्छ तातो तातो हस् लु लौ बाबा अहिले यो खाऊ अहिले दुध नै चाहिन्छ म चिया खादिन मालती जिद्दी नगर खुरुको त्यो चिया खाऊ फेरि मैले भनेको मानि नभने कोर्छु नि म तिमीलाई नरौ नानी नरौ तिमी रोयो भने त सबैले रुन्ची भन्छन् नि तिमी राम्री नै हुँदैन रुन्ची भन्छन् नरौ नरौ बाबा आज